सरकारले वर्षौंदेखि शिक्षकलाई वार्ताको खोल ओढाएर गरेको अन्यायको विरोध गर्दै नेपाल शिक्षक महासङ्घको आयोजनामा देशभरका शिक्षकहरू काठमाडौँमा ओर्लिएर सडक आन्दोलन चर्काउन थालेका छन्। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा आएका हुन्। सरकारसँग कुनै पनि बहानामा सौदाबाजी नगर्ने कुरा शिक्षकहरूले बताएका छन्। विगतको सहमति अनुसार विद्यालय शिक्षक, विद्यालय कर्मचारी मैत्री अग्रगामी ऐन तत्काल जारी गरियोस् भन्ने एक सूत्रीय माग भएको कुरा आन्दोलनमा संलग्न शिक्षकहरूले बताएका छन्। गत वर्ष 2080 असोजमा पनि शिक्षकहरू यसरी नै आन्दोलनमा हुमिएका थिए। अन्ततः वार्ताको माध्यमबाट सरकारसँग सहमति गरी आन्दोलन अन्त्य गरिएको थियो। तर सरकारले उक्त सहमति अनुसार कार्य नगरेकोले शिक्षकहरू पुनः आन्दोलित हुनु परेको कुरा बताउँछन्। यसअघि सरकारले पेन्सन वञ्चित शिक्षक समूहको दबावका कारण 2082 वैशाख 1 सम्म नियुक्ति भएका शिक्षकहरूलाई पेन्सनको व्यवस्था गर्ने गृह कार्य अगाडि बढाएको छ। शिक्षकहरू गाउँदै नाच्दै विभिन्न सरकार विरोधी र जनचेतनामूलक नारा लगाएर काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वरसम्मको सडकमा आन्दोलनमा उत्रिएका छन्। बाँकी अंश भिडियोबाट। तद्रुपता साथ नगरेको हुनाले हामीले यो दबाब सिर्जना गरेका हौँ। अब हामीले अध्यादेशबाट पनि शिक्षा ऐन ल्याउन सक्छौँ र संसद बसेको 60 दिनपछि अध्यादेशलाई प्रमाणीकरण गर्नुपर्ने हुन्छ। अहिले प्रधानमन्त्रीको खासै आवश्यकता छैन। हामीलाई समिति र उपसमितिहरूले तदारुकता साथ काम गर्दैदेखि हामीलाई पुग्छ। अनि यो कहिलेसम्म जारी रहन्छ त आन्दोलन? यो आन्दोलन अहिले हामीलाई समयले पनि साथ दिएको छ। अब 15 दिनसम्म स्कुलमा पठन पाठन पनि हुँदैन। 15 दिनसम्ममा हामीले यसलाई निर्णायक मोडमा पुर्याएर छाड्छौँ। अनि विकासको भन्दा त्यो हाम्रो सेकेन्डरीको कुरा भयो। त्यो प्राइमरी कुरा चाहिँ हाम्रो वृत्ति विकास स्थायित्वको कुरा हो। विद्यार्थीहरूलाई मार्का नपर्ने गरी अब त्यो चाहिँ टियुले 9 महिनामा रिजल्ट गर्दा हुन्छ भने अहिले 90 दिनमै गर्नुपर्छ भन्ने पनि छैन। सायद त्यहाँसम्म डिस्टर्बेन्स नहोला भन्ने मलाई लाग्छ। अहिले हामीले चेक गर्ने भने कुनै पनि सरकारी कामहरू नगर्ने भने हाम्रो निर्णय नै छ, महासङ्घको निर्णय नै छ। हामी गर्दैनौँ पनि। 1-2 महिना पर ठेलेर केही पनि हुँदैन। वास्तवमा ती विद्यार्थी भनेका पनि हामीले नै पढाएका विद्यार्थीहरू, उनीहरूको माग यहाँ पनि सम्बोधन गरिएको छ, अभिभावकको माग पनि सम्बोधन गरिएको छ। त्यसकारण एससीईको रिजल्टलाई मात्रै हामीले मेजर ठानेका छैनौँ। त्यो एक साइडमा रहन्छ। अब त्यो रिजल्ट 2 महिनापछि गर्दा पनि केही फरक पर्दैन। यो आन्दोलन चाहिँ जारी रहन्छ। हामी रहरले पक्कै पनि यो सडकमा आएका होइनौँ। हामी निरन्तर आफ्ना विद्यालयका नियमित कामहरूमा कटिबद्ध छौँ, नियमित कामहरू गरिरहेका छौँ र विगत वर्षमा हामीले सरकारसँग मात्र अहिले समय सुहाउँदो शिक्षा ऐन जारी गर्नुहोस् भनेर सडक आन्दोलन गरेका थियौँ। विगत 2080 असोज 3-4देखि क्रमशः आन्दोलन भएको थियो र सरकार पक्ष र नेपाल शिक्षक महासङ्घ सम्बद्ध शिक्षकका पेसागत संस्थाहरू बीच धेरै बुदाहरूमा सम्झौताहरू भए। ती सम्झौताको यो वर्ष दिनभरि हामीले निरन्तर खबरदारी गर्दै गयौँ। तथापि अहिले आएर एकाएक हामीले शिक्षा ऐन आउँछ भन्ने आशमा रहँदै एकाएक संसद स्थगित हुन पुग्यो, अहिलेको लागि बन्द हुन पुग्यो र हामी जसरी भए पनि हामीलाई अहिलेको परिप्रेक्ष्यमा सुहाउँदो र शिक्षामुखी, शिक्षकमुखी, विद्यार्थीमुखी र अहिलेको प्रविधि युक्त शिक्षामुखी चाहिँ शिक्षा ऐन चाहिन्छ भन्ने माग लिएर हामी निरन्तर सडकमा आइरहेका छौँ। र अब यो हाम्रो क्रम चाहिँ सरकारले हाम्रा मागहरू पुरा गरेन भने निरन्तर सडक आन्दोलनको रूपमा रहिरहन्छ। हामी निरन्तर सडक आन्दोलन गरि नै रहन्छौँ। सरकारको विषय यही रह्यो। हामीले खबरदारी संसद चल्दै जसरी भए पनि अहिलेको यो हिउँदे अधिवेशनमा शिक्षा ऐन जारी गर्नुपर्छ भनेर विगत वर्षदेखि नै खबरदारी गर्दै आएका हौँ। तर सरकारी पक्षबाट चाहिँ यसको तदारुकता देखाइएन। यो शिक्षाको संवेदनशीलता जति हुनुपर्ने हो त्यो संवेदनशीलता देखाइएन र शिक्षा ऐन जारी गरिएन। मैले पनि सुनेसम्म आजबाट संसद स्थगित हुँदैछ, बन्द हुँदैछ। यो परिप्रेक्ष्यमा अब सरकारले चाहेमा शिक्षा ऐनसँग सम्बन्धित सबै कुराहरू गरेर अध्यादेशबाट पनि ऐन जारी गर्न सक्छ। त्यसैले हामी शिक्षकहरू अब विद्यालयमा अन्तिम परीक्षा सकिएको यो सङ्घारमा सडकमा आएका छौँ र हामी निरन्तर सडक आन्दोलनमा रहिरहनेछौँ र अध्यादेशबाट भए पनि शिक्षा ऐन जारी गरिनुपर्छ भन्ने हाम्रो माग रहेको छ। र अब यो पटक हामी आश्वासनको भरमा चाहिँ फर्किनेवाला छैनौँ। यो नि सर, यो फुर्सदमा गरेको आन्दोलन जस्तो भएन? पक्कै होइन। फुर्सद त हामीसँग छँदै छैन। हामी शैक्षिक सत्रको अन्तमा
छौँ, शैक्षिक क्षेत्रको मूल्याङ्कन को सवालमा छौँ र नयाँ शैक्षिक क्षेत्रको तयारीको क्रममा छौँ। अहिले विद्यालयमा पठन पाठन छैन भनेर यो चाहिँ फुर्सदको समय भन्न मिलेन। हामी विद्यालयका हाम्रा नियमित गर्नुपर्ने कामहरू, कपी परीक्षण गर्नुपर्ने, नतिजा प्रकाशन गर्नुपर्ने कामहरू साँझ बिहान गरेर यो अहिले कार्यालयको समयमा चाहिँ हामीलाई यो सडकमा आउन बाध्य बनाइयो र हामी हाम्रो समय सापेक्ष शिक्षा ऐन प्राप्त होस् र समय सापेक्ष नेपालको शिक्षालाई सरकारले अगाडि बढाओस् भन्नेका खातिर हामी सडकमा आइरहेका छौँ। हाम्रो पहिलो चरणको आन्दोलन भनेको सरकारलाई असहयोग गरेर आन्दोलन हामीले अगाडि गरिरहेका छैनौँ। सरकारलाई सहयोग पनि गर्दै र सरकारका कम्पोनेन्टहरूलाई सघाउँदै आन्दोलन अगाडि बढिरहेका छौँ र यदि सरकारले हाम्रो कुराहरू नसुन्ने हो भने, शिक्षकका मागहरू पुरा नगर्ने हो भने हामी क्रमशः हजुरले भन्नुभयो जस्तो एसईको कपी परीक्षण नगर्ने, रिजल्टलाई प्रभाव पार्ने, भोलि 12 क्लासको परीक्षा सञ्चालन नगर्ने जस्ता विविध किसिमका चाहिँ नतिजाहरू ल्याउनको लागि पनि हामी निर्णय गर्न सक्छौँ। शिक्षक महासङ्घले निर्णय गर्न सक्छ। तर हामी पहिलो चरणमा चाहिँ सरकारसँगै रहेर सरकारलाई सहयोग गरेर हाम्रा गतिविधिहरूलाई पनि अगाडि बढाउँदै आन्दोलनलाई अगाडि बढाइरहेका छौँ र यदि सरकारले राम्रोसँग काम नसुनेमा भोलिका दिनमा हामीले असहयोग आन्दोलनबाट पनि अगाडि बढ्नुपर्ने हुनसक्छ। एसईको कपी परीक्षण बन्द हुनसक्छ, 12 क्लासको परीक्षामा हामी सहभागी नहुन सक्छौँ। त्यसैले हामी सरकारसँग छलफल पनि गर्दै र आन्दोलनको कामलाई पनि अगाडि बढाउँदैछौँ र हामी त्यो अवस्था नआओस् भन्नको लागि सरकारी पक्षहरूलाई खबरदारी पनि गर्दछौँ। धन्यवाद। धन्यवाद धन्यवाद। एकदमै यो महसुस चाहिँ हामी सबैले गरिरहेका छौँ। आम शिक्षकहरूले यो कुरालाई चाहिँ होइन सरकारले किन यसरी चाहिँ जिस्काइरहेको छ, शिक्षकले किन दुःख दिइरहेको छ, कि गर्नै सकिन्न, गर्नै कुरो होइन भन्नु पऱ्यो। होइन भने यसलाई चाहिँ यसरी ढिलासुस्ती गर्नुपर्ने कारण केही देखिँदैन। जबकि 72 सालको संविधानमा 3 वर्षभित्र शिक्षा ऐन जारी गर्ने, सबै ऐनहरू नयाँ ऐन जारी गर्ने भन्दै अहिले 81 सालसम्म पनि नयाँ ऐन जारी गर्नुहोस् भनेर हामीलाई शासन गर्ने ऐन हामीले नै माग गर्नुपर्ने यो लाचारी अवस्था होइन, राज्यको अवस्था, राज्यको प्रशासनिक अवस्था, यसले त देशलाई कता लैजान खोजेको हो भन्ने प्रश्न उठाउँछ सर। संसद र सरकार दुवै शिक्षकको आन्दोलन देखेर सुनेर भागेको हो यो होइन भने एउटा एड्रेस गर्नुपर्छ नि त होइन। संसदबाट पनि एड्रेस गर्नुपर्छ, सरकारले नि एड्रेस गर्नुपर्छ। किनभने हामी महिनौँ अगाडि, वर्षौँ अगाडि चाहिँ आन्दोलनमा छौँ होइन। जबकि सरकारले गत चाहिँ पुस 29 गते ल्याएको अध्यादेश चाहिँ अस्ति 18 गते जसरी पनि पास गर्न सक्ने, जबकि डेढ दुई महिनाभित्रै। अनि हामी 72 सालदेखि नयाँ शिक्षा ऐन जारी गर्ने भनेर संविधानमा उल्लेख गरेको कुरा अहिले जारी गर्ने बेलामा संसद स्थगित गरेर, संसद अन्त्य गरेर अनि यो जिम्मेवारीबाट भाग्न खोजेको जस्तो देखिन्छ। यसमा चाहिँ सम्पूर्ण शिक्षकहरूको आपत्ति छ। यो कुरा एकदमै राम्रो प्रश्न उठाउनु भयो सरले होइन। सरकारले होइन, सांसदहरूले, संसदले चाहिँ वास्तवमा खालि यस्तै दबावमूलक अथवा चाहिँ नकारात्मक कामहरू मात्रै गरे सुन्ने होइन। यो त एकदम सकारात्मक तरिकाले सबैले फाइदा हुने तरिकाले होइन, आवाज पनि उठ्ने र देश बनाउने, शिक्षा बनाउने तरिकाले उठाइएको आवाज र आन्दोलनलाई होइन व्यवस्था गरिरहेको अवस्थाले हजुरले भन्नुभएको जस्तो चाहिँ मानसिकता चाहिँ सम्पूर्ण शिक्षक साथीहरूकोलाई त्यो मानसिकता भर्न खोजेको जस्तो देखिन्छ। यसले त होइन अलि शिक्षा क्षेत्रलाई अलि अराजक बनाउँछ। अहिलेसम्म शिक्षक साथीहरू अराजक शैक्षिक वातावरण नहोस् भन्ने हिसाबले मात्रै होइन संयमित भएर आन्दोलनका कार्यक्रमहरू पनि एकदम अड्कलेर चाहिँ घोषणा गरिएको छ है। अब हजुरले भन्नुभयो जस्तो कुरा चाहिँ सर्वसाधारण सामान्य शिक्षक भर्खर पेसामा प्रवेश गरेको शिक्षकमा पनि त्यस्तो एकदमै नेगेटिभ खालका चाहिँ आन्दोलन, असहयोगात्मक आन्दोलन होइन, जुन गर्नै नपर्ने हो त्यस्तो आन्दोलन चाहिँ खोजिरहेको चाहिँ आवाज भएको छ। यसले अवश्य नै देशलाई, शिक्षालाई, सरकारलाई, हाम्रो संसदीय व्यवस्थालाई पनि सपोर्ट गर्दैन। त्यसैले यो कुरामा बेलैमा सचेत भएर यसको निकास खोजिन आवश्यक छ। यो आन्दोलन त अहिले अब सङ्घीय नेतृत्वले घोषणा गरेको आन्दोलन भएको
कारणले उहाँहरूले समय परिस्थिति अनुसार के कसरी चाहिँ सरकारसँग समन्वय भएको छ उहाँहरूले जहिलेसम्म भन्नुहुन्छ तहिलेसम्म आन्दोलन मसँग यति बेला पेन्सन वञ्चित शिक्षक समूहका अध्यक्षज्यू हामीसँगै हुनुहुन्छ। निकै लामो सङ्घर्ष गरेर पेन्सन वञ्चित शिक्षकहरूले आफ्नो मागहरूलाई केही निचोडमा पुर्याउन सफल हुनुभएको छ। सँगै मसँग अध्यक्षज्यू र वरिष्ठ उपाध्यक्षज्यू मेरो सामु हुनुहुन्छ। म केही जिज्ञासा उहाँहरूलाई राख्दैछु। सबैभन्दा पहिला त पेन्सन वञ्चित शिक्षकहरूको मागलाई सरकारले सम्बोधन गर्ने अवस्थासम्म यहाँहरूले पुर्याउन सफल हुनुभयो। अब के लाग्छ योभन्दा पछाडि अझै कति स्टेप पार गर्दा चाहिँ पेन्सन वञ्चित शिक्षकहरूको समस्या समाधान होला? नमस्कार। यहाँले राखेको प्रश्न एकदमै गम्भीर छ। भर्खरै नेपाल सरकारले पेन्सन वञ्चित शिक्षकहरूको सम्बन्धमा सम्बोधन गरेको छ। यसको लागि हामी नेपाल सरकारको शिक्षा मन्त्री विद्या भट्टराईज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ। र यसको लागि अझै पनि हामीले पेन्सन वञ्चित शिक्षकहरूको सम्बन्धमा अझै पनि केही कुराहरू छुटेको अवस्था छ। 2075 सालपछि स्थायी हुनुभएका केही शिक्षकहरू अझै पनि उमेर हद नपुगेको कारणले गर्दाखेरि उहाँहरू पेन्सनबाट वञ्चित हुने अवस्था रहेको छ। र पछिल्लो चरणमा राहत लगायतको अन्य शिक्षकहरू जो स्थायी हुनुभएको छ उहाँहरूको पनि केही समय स्थायी हुनको लागि अथवा पेन्सन प्राप्त गर्नको लागि उमेर नपुग्ने भएको हुनाले त्यसलाई पनि हामीले जोड्नुपर्ने अवस्था छ। त्यस कारणले गर्दा अहिले हामीले कुन खालको कुरा गर्नुभयो, कुन खालको चाहिँ प्रयास गर्नुभयो भन्ने कुरामा चाहिँ हामीले धेरै समय पेन्सन वञ्चित शिक्षकहरूको सन्दर्भमा 2080 साल असोज 3 गतिको आन्दोलनदेखि निरन्तर रूपमा हामी विभिन्न खालका चाहिँ पेसागत सङ्घ सङ्गठनदेखि लिएर सबै हामी पेन्सन वञ्चित शिक्षकहरू लगातार यो विषयमा लागिरह्यौँ र विभिन्न खालका चाहिँ धेरै खालका चाहिँ दलहरूका चाहिँ सांसदहरूसँग हामीले निरन्तर रूपमा चाहिँ हाम्रो लबिङ गरिरह्यौँ। त्यस कारणले गर्दा उहाँहरूलाई हामीले कन्भिन्स गर्न सक्यौँ ताकि उहाँहरूले हामीलाई पेन्सनबाट वञ्चित नगर्ने अवस्थासम्म हामीले पुर्यायौँ। र हामीले हालसम्म अहिलेको अवस्थासम्म पेन्सन वञ्चितको सन्दर्भमा अध्यादेश प्रमाणीकरण भइसकेको अवस्था छ। तर अझै पनि हामीले नयाँ शिक्षा ऐनमा त्यो कुरालाई एड्रेस गर्न बाँकी नै छ। त्यस कारणले गर्दा अहिले हामी निरन्तर रूपमा चाहिँ पेसागत नेपाल शिक्षक महासङ्घको छात्र सङ्गठन अन्तर्गत रहेर पेन्सन वञ्चित शिक्षक निरन्तर रूपमा लागिरहेको छ। र बाँकी रहेका सम्पूर्ण शिक्षकहरू जो अहिलेसम्म पेन्सनबाट म वञ्चित हुन लागिरहेको छु भन्ने खालको कुरा गरिरहनुभएका सरहरूको लागि पनि हामी त्यो विषयमा एड्रेस गर्नको लागि लागिरहेका छौँ। केही सरहरूले त मलाई व्यक्तिगत रूपमा म्यासेज गरेर सर तपाईँ हामी सबै खुसी हुनुपर्ने अवस्थामा तपाईँहरू खुसी हुनुभयो, हामी खुसी हुन सकेनौँ किनभने हाम्रो चाहिँ 20 वर्ष समय स्थायी भएको समयावधि पुग्दैन। त्यस कारणले गर्दा यसको लागि एड्रेस गरिदिनु पर्यो भनेर भनिरहनु भएको छ। त्यसका लागि हामी निरन्तर लागिरहेका छौँ। आदरणीय वरिष्ठ उपाध्यक्ष बन्दा सर पनि यहीँ हुनुहुन्छ। हामी निरन्तर रूपमा यही कुराको लागि लागिरहेका छौँ। शिक्षा मन्त्री जो अहिले हाल विद्यमान शिक्षा मन्त्री हुनुहुन्छ उहाँ पनि हाम्रो कुरामा चाहिँ एकदमै सहमत हुनुहुन्छ। उहाँले हाम्रो पीडा बुझ्नुभएको छ र यो विषयलाई पनि उहाँले सम्बोधन गर्नुहुन्छ भन्ने लागेको छ। अब केही दिनमा यो आन्दोलनको दौरानमा उहाँले यो कुरालाई एड्रेस गर्नुहुन्छ होला भन्ने लाग्यो। हामीले अहिले भर्खर मैले सन्दर्भ जोडिसकेका छु। मैले पेसागत सङ्घ सङ्गठनहरूले सहयोग गरेको भन्ने कुरा गरेँ। यसको मतलब हामीले पेन्सन प्राप्त गरिसकेको अवस्थामा उहाँहरूलाई हामीले अब्जस दिनु हुँदैन भन्ने हिसाबले हो। सुरुका दिनहरूमा हामी एक्लै थियौँ। पछिल्लो चरणमा हामी यो आन्दोलनमा समाहित हुँदै निरन्तर अगाडि बढिरह्यौँ र उहाँहरूले पनि हाम्रो कुराहरूलाई रियलाइज गर्नुभयो र केही घटक केही महासङ्घ अन्तर्गतका सङ्घ सङ्गठनहरूले कसैले सहयोग गर्नुभयो, कसैले गर्नु भएन। तथापि अहिले हामीले त्यसो भनिरहनु जरुरी छैन। अब सिङ्गो सङ्घ सङ्गठन, महासङ्घ र नेपाल सरकार, शिक्षा मन्त्री यो सबैको कारणले गर्दा अब हाम्रो चाहिँ माग मुद्दा पुरा हुन केही माग मुद्दाहरू बाँकी रहे तापनि धेरै जस्तो माग मुद्दाहरू पुरा भएको छ। त्यस कारणले गर्दा हामी धेरै आभारी छौँ। यो अलिक जटिल अवस्था छ। नेपाल शिक्षक महासङ्घले यो क्रिटिकल सिचुएसनमा यो आन्दोलन घोषणा गरेको छ। हामीलाई के थाहा थिएन भने प्रधानमन्त्री भर्खरै विदेश जानुहुन्छ अनि यो संसद चाहिँ बन्द हुन्छ, हिउँदे अधिवेशन बन्द हुन्छ भन्ने कुरामा हामी विश्वस्त थिएनौँ। त्यस कारणले गर्दा यो आन्दोलन हामीले घोषणा गरेका थियौँ। तर अहिले आएर यो अलिकति सङ्कट देखिएको छ। तर पनि अब हामीले के बुझ्नुपर्छ, नेपाल सरकारले के बुझ्नुपर्छ भने अब हिउँदे अधिवेशन बन्द भए तापनि अध्यादेश मार्फत भए पनि यो शिक्षा ऐन तुरुन्त जारी गर्नुपर्छ। त्यो जारी नगरिन्जेलसम्मको अवस्थामा हामी निरन्तर रूपमा यही सडकमा हुनेछौँ र अब नेपाल सरकारले छिटोभन्दा छिटो हाम्रो माग र मुद्दालाई सम्बोधन गरोस्। शिक्षकहरू विवेकी हुन्छन्।
यो विवेकी भए बापत नै हामी यो विधाको समयलाई सदुपयोग गर्ने गरी र हाम्रो माग र मुद्दालाई सम्बोधन गर्ने नयाँ शिक्षा ऐन जारी गराउने उद्देश्यका साथ हामी यहाँ आएका हौँ। हामीले विद्यार्थीलाई असर गर्ने खालका गतिविधि गर्नुभन्दा पनि हामीले सरकारलाई झकझगाउने हो। हामी अहिले नेपाल सरकार जो अहिले सिंहदरबारमा छ, सिंहदरबार अगाडि हामी चाहिँ यो विषयलाई घचघच्याउनको लागि र नेपालमा भएका सम्पूर्ण शिक्षकहरूको माग मुद्दा सम्बोधन गर्ने, उहाँहरूको वृद्धि विकास गर्ने, पेन्सनको सुविधा दिने, राहत पीडित लगायतका सबै शिक्षकहरूलाई, जति पनि पीडामा भएका शिक्षकहरू हुन्छ उहाँहरूलाई सम्बोधन गर्ने हिसाबले चाहिँ यो सबै सम्बोधन त गर्नुपर्ने सरकारले हो, नेपाल सरकारले हो। त्यस कारणले गर्दा नेपाल सरकारलाई चाहिँ हामीले झकझगाउने भएको हुनाले हामीले यो फुर्सदको समयमा नेपाल सरकारले सुनोस्, अरू बेला त हामी कक्षा कोठामा व्यस्त हुन्छौँ, सधैँभरि हामी व्यस्त हुन्छौँ, तर नेपाल सरकारका प्रमुखहरूले जो नेतृत्व वर्गमा हुनुहुन्छ उहाँहरूले शिक्षकहरूलाई दोष जुन लगाइरहनु भएको छ त्यसको खिलाफमा पनि हामी छौँ। अहिले उहाँहरूले हामीलाई तपाईँहरूले कक्षा कोठा छोडेर आउनुभयो भन्ने अवस्था सिर्जना भएको छैन, किनभने हामी अहिले कक्षा कोठामा विद्यार्थी नभएको अवस्थामा हामी आन्दोलन गरिरहेका छौँ। त्यस नेपाल सरकारले के बुझ्नुपर्छ भने विवेकी शिक्षकहरूको यो शिक्षा ऐन छिटोभन्दा छिटो जारी गर्नुपर्छ भन्ने कुरा। अहिले यो आन्दोलनलाई जबसम्म ऐन आउँदैन त्यो बेलासम्म हामी गाउँपालिका हामी बुढीगङ्गाको शिक्षक महासङ्घको साथीहरूसँगै हामी आएका छौँ मनोका प्रतिनिधिको रूपमा। आज यो आन्दोलनमा हामी सक्रिय भूमिका निर्वाह गर्नको लागि र सरकारलाई घच गर्नको लागि आज हामी यहाँ आइपुगेका छौँ। तसर्थ विगतमा पनि सरकारले धेरैचोटि हामीसँग शिक्षकहरूसँग धेरैवटा सम्झौताहरू गर्नुभयो। त्यो सम्झौतालाई आज कार्यान्वयनको बाटोमा लगिदिएको भए आज यो स्थिति फेरि पनि आउँदैन थियो। हामीले पहिलो चरणको 2080मा असोजको महिना ताका एकचोटि आन्दोलन गरेर सहमति गरेका कुराहरू त्यो कार्यान्वयनमा आइदिएको भए र यत्रो 1 वर्ष पुरा हुन लाग्दा पनि ती सम्झौता भएका जुन मुद्दाहरू थियो त्यसमा चाहिँ सरकारले ऐन जारी गर्ने प्रक्रिया अगाडि बढाए र ऐन जारी गरिदिएको भए चाहिँ अहिले यो समस्या आउँदैन। 2028 सालमा जारी भएको एउटा शिक्षा ऐन अहिलेसम्म पनि कार्यान्वयन गर्न नसक्नु, देशमा यत्रो आमूल परिवर्तन भयो, देशमा लोकतन्त्र त्यस पछाडि गणतन्त्र हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र देशमा आइसक्यो र नयाँ संविधान 2072 पाइसक्यौँ। हामीले विभिन्न शासन पद्धतिहरू चेन्ज भइसके र पनि हामी शिक्षकहरूलाई चाहिँ जहिले पनि एउटा वैज्ञानिक शिक्षामा चाहिँ वैज्ञानिक सुधार गरौँ, आमूल परिवर्तन गर्नु भन्ने किसिमले यो सरकारको ध्यान नपुगेको हेर्दाखेरि चाहिँ यो सडक आन्दोलन चाहिँ आज हामी महासङ्घले गरेर यहाँ आएका छौँ। विभिन्न 77 जिल्लाका साथीहरू यहाँ आइराख्दाखेरि सरकारलाई हामी के पनि चेतावनी दिन चाहन्छौँ भन्दा हामीले एसईको उत्तर पुस्तिका परीक्षण नगर्ने भनेका छौँ। यो सँगसँगै अब हाम्रो यो सडक आन्दोलनको दोस्रो अर्को स्वरूप चाहिँ के हुनसक्छ भन्दाखेरि चाहिँ हामी अब सातो बुझाउँछौँ शिक्षा कार्यालयमा लगेर, समन्वय इकाइ भन्छ अहिले त शिक्षा कार्यालय भन्दा पनि, र हामी पठन पाठन पनि बन्द गर्नुपर्ने स्थिति आउन सक्छ भन्ने कुरा हामी सरकारलाई यही आजको यो सडक आन्दोलनबाट सरकारको ध्यान आकर्षण गराउन चाहन्छौँ। धन्यवाद। हाम्रो सेड्युल चाहिँ आदि साथीहरू हामी अहिले आएका छौँ, आदि साथीहरू आउने तयारीमा हुनुहुन्छ। हामी 25 गतेसम्म चाहिँ यो आन्दोलनलाई अब सबैजना मिलेर साथ दिउँ भनेर आएका छौँ। 25 गते पछाडि हामी यहाँबाट फर्किन्छौँ र अर्को चरणमा हामी जति नै साथीहरू उहाँ तम तयार भएर बस्नु भएको छ र अर्को चरणका साथीहरू पनि आउने क्रममा गर्दै हुनुहुन्छ। तर त्यो कदममा हामी पुग्नुभन्दा पनि अब नेतृत्वले केन्द्रीय शिक्षा महासङ्घले चाहिँ अबको आन्दोलनको ढाँचा चाहिँ केही परिवर्तन गरेर लगोस्। हामी जिल्लामा आन्दोलन गर्न तयार छौँ। हामी जिल्लामा एसईको उत्तर पुस्तिका चेक गर्न दिँदैनौँ। प्राइभेटमा अध्ययन पनि गराउनु हुने साथीहरूले चाहिँ अहिले आएर चाहिँ हामी उत्तर पुस्तिका चेक गर्छौँ भन्ने हुनुहुन्छ। हामी उहाँहरूलाई खबरदारी गरेका छौँ र अबको चरणमा भनेको राष्ट्रिय परीक्षा बोर्डमा गएर चाहिँ हामीले अब उत्तर पुस्तिका परीक्षण गर्दैनौँ भनेर विज्ञप्ति बुझाउनु पर्ने चाहिँ मैले एकदमै देखेको छु। महासङ्घले यो कदमलाई चाहिँ छिटै अगाडि बढाओस् भन्ने मैले चाहेको छु। र अब हामीले आन्दोलन चाहिँ अलिक यो पाराले होइन, अब जिल्लागत पाराले सबै जिल्लाकै पठन पाठन बन्द गरेर अगाडि बढ्नुपर्ने स्थिति आएको देख्छु सर। शिक्षक कर्मचारी एकता जिंदाबाद, शिक्षक कर्मचारी एकता जिंदाबाद, शिक्षक कर्मचारी एकता जिंदाबाद। विगतका सम्झौता कार्यान्वयन गर, विगतका सम्झौता कार्यान्वयन गर। हाम्रो आन्दोलन जारी छ, हाम्रो आन्दोलन जारी छ, हाम्रो आन्दोलन जारी छ।
बैठते रह जाए।